मार्भल सिनेमेटिक युनिभर्सको नेक्स्ट मुभी रहेको छ माकुरा म्यानको नयाँ दिन अर्थात् स्पाइडरम्यान ब्रान्ड न्यू डे र यो मुभी रिलेटेड क्रेजी थ्योरीहरू क्रेजी रुमर्सहरू चलिरहेको छ। अब यो रुमर्स या थ्योरी के हो भन्दाखेरि स्पाइडरम्यान ब्रान्ड न्यू डे को एन्डिङ या पोस्ट क्रेडिट सिन भनौँ हेभिली कनेक्टेड हुनेछ एभेन्जर्स डुम्सडेसँग। अब यो कसरी हुनेछ भन्दाखेरि हामीले एङ्कर विङवाला कन्सेप्ट चाहिँ डेडपुल एन्ड वुल्भरिन मुभीमा हेरेका नै थियौँ, जसमा के हुन्छ भन्दाखेरि यदि कुनै पनि युनिभर्सको एङ्कर बिन मर्छ भने त्यो युनिभर्स नै डिस्ट्रोय हुन्छ भनेर। मेन कुरा के छ भन्दाखेरि आरडीजे को जुन क्यारेक्टर डाक्टर साहब जुन डुम क्यारेक्टर छ, यो डाक्टर डुम चाहिँ सबै युनिभर्समा डुलेर एङ्कर बिनलाई खोजिरहेका हुन्छन् र सबै एङ्कर बिनलाई मारेर तिनीहरूको इनर्जी अब्जर्भ गर्न खोज्दैछन्। जसरी हामीले डेडपुल एन्ड वुल्भरिनमा हेरेका नै थियौँ कि डेडपुल र वुल्भरिन पनि आफ्नो आफ्नो युनिभर्सको एङ्कर बिन हुन्छन्, त्यसरी नै स्पाइडरम्यान या पिटर पार्कर भनौँ यो क्यारेक्टर चाहिँ आफ्नो युनिभर्सको एङ्कर बिन हुनेछ। त्यसैले आरडीजे को क्यारेक्टर जुन डाक्टर साहब डाक्टर डुम छ, यो क्यारेक्टरको मेन टार्गेट चाहिँ स्पाइडरम्यान ब्रान्ड न्यू डेमा स्पाइडरम्यान अर्थात् पिटर पार्कर नै हुनेछ। यदि यो कुरा भइदियो भने स्क्रिनमा बवाल मोमेन्ट हुनेछ, किनभने आरडीजे नै पहिला टोनी स्टार्क थिए र अहिले चाहिँ डाक्टर डुमको क्यारेक्टर प्ले गर्दैछन्। आरडीजे को जुन टोनी स्टार्क वाला क्यारेक्टर छ, यो क्यारेक्टरसँग पिटर पार्कर या स्पाइडरम्यान भनौँ दरो इमोसनल बोन्डिङ छ दुवैजनाको। जब यी दुईटै क्यारेक्टर एकअर्काको अगाडि आउनेछ गजब इमोसनल इम्प्याक्ट हुनेछ र रुमर्स चाहिँ यही छ कि स्पाइडरम्यान ब्रान्ड न्यू डे को पोस्ट क्रेडिट सिनमा स्पाइडरम्यान या पिटर पार्कर भनौँ उसले चाहिँ डाक्टर डुमको फेस हेर्नेछ र फिल्म सिद्धिन्छ। त्यसपछि डाइरेक्टली एभेन्जर्स डुम्सडेमा एभेन्जर्सहरू स्पाइडरम्यानको युनिभर्समा आउनेछन् या स्पाइडरम्यान या पिटर पार्करलाई बचाउनको लागि र डुमसँग भेट्नको लागि। अब यसमा प्लट ट्विस्ट के छ भन्दाखेरि डाक्टर साहब र टोनी स्टारको फेस एउटै भएको कारणले स्पाइडरम्यान खुसी पनि हुन्छ कन्फ्युज पनि हुन्छ। यो कारणले डाक्टर डुमलाई बचाइरहेका हुन्छन् एभेन्जर्सबाट। यसै कारणले डाक्टर डुम चाहिँ आफ्नो प्लानमा सक्सेस हुन्छ एभेन्जर्स डुम्सडेमा। इभन हामीले स्पाइडरम्यान ब्रान्ड न्यू डे को ट्रेलरमा हेरेका छौँ कि स्पाइडरम्यानको पावर्सहरू म्युटेन्ट या इभल्भ भइरहेका छन्। सो हुन सक्छ कि डाक्टर डुमलाई स्पाइडरम्यानको यो इभल्भ म्युटेटेड पावरको पनि खाँचो छ। मेबी आर्मी अफ डुम बोट्स पनि बनाउनलाई हुन सक्छ र अर्को कुरा पिटर पार्करलाई म्यानिपुलेट गर्न पनि सजिलो छ, किनभने डाक्टर डुम र टोनी स्टारको फेस मजाले मिल्छ। त्यसैगरी यदि तपाईहरुले स्पाइडरम्यान ब्रान्ड न्यू डे को ट्रेलर हेर्नु भएको छ भने एकदमै कमै सिनमा सनलाइट हेर्न सक्छौ। प्राय जसो सिनमा जुन स्काई छ डार्क हेर्न सक्छौ, हाइली कन्ट्रास्ट। यो हुन सक्छ कि स्पाइडरम्यानको युनिभर्स र डाक्टर डुमको युनिभर्स इन्कर्जनमा गइरहेको छ। त्यसैले डाक्टर डुम चाहिँ आफ्नो युनिभर्स बचाउनको लागि स्पाइडरम्यानलाई मार्न आएको हुन्छ, तर पछि गएर एभेन्जर्स पनि स्पाइडरम्यानलाई बचाउन आइपुग्छ र त्यसपछि डुम्सडेमा एउटा राम्रो ब्याटल हेर्न मिल्न सक्छ है। तर लास्टमा गएर डाक्टर डुम चाहिँ आफ्नो प्लानमा सक्सेस हुन्छ। यो कुरा चाहिँ कन्फर्म नै छ कि एभेन्जर्स डुम्सडेमा डुमले मजाले जित्छ, आफ्नो प्लान पुरै सक्सेस गर्छ। तर मेन कुरा के छ भन्दाखेरि अर्कोतिर जुन एभेन्जर्समा भएको कुनै न कुनै सुपर हिरो कुनै ठुलै सुपर हिरोको डेथ हेर्न मिल्न सक्छ है। मेबी स्पाइडरम्यान हुन सक्छ कि सोच्नुहोस् है, टोनी स्टार्क जुन डाक्टर डुमको क्यारेक्टर छ स्पाइडरम्यानले मार्दैछ, कस्तो खालको मोमेन्ट होला त्यो चाहिँ। र स्पाइडरम्यान एङ्कर बिङ पनि हो आफ्नो युनिभर्सको, सो स्पाइडरम्यान मर्यो भने यो युनिभर्स पुरै डिस्ट्रोय हुन्छ। त्यसैले डाक्टर डुमलाई स्पाइडरम्यानले मारेको सेन्स पनि बनाउँछ। बाँकी मुभी रिलिज हुँदैछ जुलाई 31 मा, अहिले पनि 3 महिना समय छ। र तपाईँहरू भन्नुहोस् स्पाइडरम्यान ब्रान्ड न्यू डे को लागि कतिको एक्साइटेड हुन्छ? र साँच्चै अझै एउटा कुरा, कतिजना मेबी स्याडी सिंहको क्यारेक्टर हेर्नलाई एक्साइटेड छन् होला। हुन त म पनि एक्साइटेड नै छु। बाँकी हजुरहरूको पनि केही थ्योरीहरू छन् रुमर्सहरू छन् भने यो स्पाइडरम्यान ब्रान्ड न्यू डे र डुम्सडे रिलेटेड छन् भने तल कमेन्ट सेक्सनमा लेखिदिनु होला। र मैले भनेको जुन यो थ्योरी छ रुमर्स छ है, त्यसैले त रुमर भनिएको इन्टरनेटमा कतै चलिरहेको थियो, मलाई चित्त बुझ्दो लाग्यो, त्यही भएर हजुरहरूसँग मैले यो सेयर गरेँ है। अहिलेसम्म भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। जय नेपाल र हेर्दै गर्नुहोस्, बुझिहाल्नु भने होइन।